हेलो गाइज, के तपाईहरु कन्याम र किराँत पार्क एकै दिनमा घुम्न चाहनुहुन्छ? त्यो पनि सर्टकट वेबाट? इफ चाहनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। फाइनली हामी चिया बगानमा आइपुगेछौँ। झापाबाट आउने बाटो हो हैन? यहाँ आएपछि चाहिँ यहाँ चाहिँ एउटा चोक जस्तो देख्नुहुन्छ। तीनटा बाटो आउँछ, यहाँबाट छुटिन्छ। यहाँबाट चाहिँ यता चाहिँ राइट साइड छिर्नु पर्ने हुन्छ किराँत पार्क जानुको लागि। र राइट नगइकन तपाईहरु चाहिँ अब सिधै जानु हो भने चाहिँ यताबाट चाहिँ कन्याम तल पुगिरहनु पर्ने, तल पुग्नु पर्ने तपाईहरुको फेरि 1 घण्टा लस हुन्छ। त्यसैले यो सिधै बाटो अगाडि गएर चाहिँ यताबाट पनि कन्याम जाने बाटो छ भन्ने सुनेको छौँ। अब हामी किराँत पार्क घुमेर आइसकेका छौँ। अब यताबाट हामी कन्यामतिर जानेछौँ। कन्याम पुग्नको लागि झापाको बुधबारेबाट मेची हाइवे हुँदै सिधै इलामतिर लाग्यो भने करिब 28 किलोमिटर टाढा पर्दछ र त्यहाँ पुग्नको लागि 1 घण्टा जति समय लाग्दछ। तर किराँत पार्क घुमेर यही बाटो हुँदै जानुहुन्छ भने कन्याम धेरै नजिक पर्दछ। यो बाटो हुँदै कन्याम जानुको फाइदा भनेको एकै दिनमा किराँत पार्क र कन्याम घुमेर भ्याउनु हो। कन्याम पुग्न यहाँबाट करिब 30 मिनट लाग्ने रहेछ भने 14 किलोमिटर टाढा रहेको छ। बाटो अफ रोड नै भए पनि यहाँको मनोरम हरियाली दृश्यहरू अवलोकन गर्दै जाँदा मनै आनन्द हुनेछ। यो बाटो हुँदै कन्यामतर्फ लाग्दा ठाउँ-ठाउँमा सानोतिनो खोल्सीहरू, झरनाहरू भेटिने रहेछ। बाटो अफ रोड अनि दुवै साइड जङ्गल भएकोले गर्दा एक्लै यात्रा नगरेको राम्रो होला। ग्रुपमा भने यो बाटो हिँड्दा एकदमै रमाइलो हुने रहेछ। वर्षायामको समयमा भने यो बाटोबाट यात्रा गर्न कठिनै हुन्छ होला। असोज, कार्तिक, मङ्सिर, पुष महिनामा भने सहजै हिँड्न सकिने रहेछ। किराँत पार्कबाट झापा नझरी यो बाटो हुँदै कन्याम जानुको फाइदा नै छोटो दूरी र कम समयमा कन्याम पुग्नु रहेछ। यो बाटो झापा बुधबार झरेर कन्याम जाने हो भने 51 किलोमिटर टाढा पर्छ र 2 घण्टा जति समय लाग्छ। तर किराँत पार्क घुमेर यो बाटो हुँदै कन्याम जाने हो भने 14 किलोमिटरमै कन्याम आउँछ र त्यहाँ पुग्नको लागि यहाँबाट करिब 30 मिनट जति समय लाग्ने रहेछ। किराँत पार्कबाट यो बाटो हुँदै कन्याम जाने क्रममा बाइकमा उफ्रँदै उच्चु खोल्सी झरनाहरू पार गर्दै अनि सुन्दर र मनोरम दृश्यहरू अवलोकन गर्दै लगभग हामी हाँस पोखरी आइपुगेका छौँ। यहाँ एकैछिन हामी सोच्छौँ। हाँस पोखरीबाट भने अब बाटो अफ रोड छैन, बीच रोडको बाटो हुँदै हामी उत्तरतर्फ लाग्यौँ र यहाँबाट बाटो एकदमै रमाइलो छ। हामी हर्कटे बजारमा आइपुगेको छौँ। यहाँको दृश्यहरू एकदमै रमणीय देखेको छ। हुस्सोहरू लागेर चिसो एकदमै महसुस भइरहेको छ। कुहिरो र चिसो हावाहरूलाई छिचोल्दै हामी कन्यामतर्फ निरन्तर रूपमा अगाडि बढिरहेको छौँ। दायाँ बायाँ हरियाली एकदमै मनोरम दृश्यहरू अवलोकन गर्दै अगाडि बढ्नुको मजा छुट्टै छ। कन्याम लगभग नजिक आइपुगेको जस्तो छ। समुद्री सतहबाट करिब 1840 मिटरको हाइटमा रहेको कन्याम सूर्योदय नगरपालिकामा पर्दछ। विभिन्न जनजातिको ड्रेसहरू पाइन्छ लगाएर चाहिँ फोटो खिच्ने डरेछन् फोटो खिच्ने। ल हाम्रो सेनाहरू यता छन्, हाम्रो सेनाहरू पनि थोरै छन् त। ल हाम्रो चाहिँ सेल्फ ड्रेसमा हो है। फेरि हाम्रो कुनै कन्याममा विभिन्न जनजातिको ड्रेसहरू लगाएर फोटो खिच्नेको भिड सधैँ नै हुने गर्छ। यसरी नै अरू धेरै कुराहरू कन्यामको बारेमा यहाँहरू सबैलाई जानकारी भएकै कुराहरू हो। ल फाइनली हामी चिया बगानमा आइपुगेछौँ। हेलो भन, हाई भन। गाइज हो लास्टमा हामी आफ्नै ड्रेसमा छौँ। यहाँ बेहुला बेहुली झगडा छ यहाँ लफडा। ल त गाइज हो आजलाई यति नै। अरू यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ।